टी20 क्रिकेटमा नेपाल पहिलो पटक इटालीसँग खेल्दै विश्वकपको दोस्रो खेल कस्तो होला? टी20 विश्वकपको दोस्रो खेल आज नेपालले इटालीसँग खेल्दैछ। खेल बेलुका 3:15 सुरु हुँदैछ। दुवै टोली विपक्षी रणनीति बुझ्ने र जितका दाउपेचमा देखिन्छन्। अघिल्लो दिन नेपाली टोलीले वाङखेडे रङ्गशालामा अभ्यास गर्दा बुधबार ठूलो प्रशिक्षण गरेनन्। इटालीले भने दिउँसो डिवाइन पाटिल रङ्गशालामा प्रशिक्षण गरेका थिए। आयोजित पत्रकार सम्मेलनमा इटाली प्रशिक्षक जोन डेभिसनले भने हामी नेपाललाई जित्न चाहन्छौँ। वरियतामा नेपाल र युएई उस्तै उस्तै भएकाले खेलमा जे पनि हुन सक्ने उनको दाबी रहेको थियो। नेपाली टोलीका कप्तान रोहित पौडेलले भने आफ्नो टोलीको दरिलो मनोबलमा विश्वास राख्छन्। उनी भन्छन् हामी उच्च मानसिकतामा रहेका छौँ। सबै खेलाडीहरू लक्ष्यमा स्पष्ट देखिन्छन्। सुपर 8 को लक्ष्य बोकेको नेपालको लागि यो यस्तो खेल हुनेछ जहाँ टोलीसँग जितको विकल्प छैन। पराजय भोगेमा टोलीको आगामी यात्रामा लगभग अनिश्चित हुनेछ। इङ्ल्यान्डसँग अन्तिम बलसम्म प्रतिस्पर्धा गरेर जारी विश्वकपमा चर्चा कमाइरहेको नेपालप्रति विपक्षीहरू अब झन् सतर्क रहने पक्का देखिन्छ। पहिलो खेलमा जसरी नै वाङखेडे रङ्गशालामा नेपाली समर्थकहरूले भरिभराउ हुने अपेक्षा गरिएको छ। कतिपयले यस्तोमा टोलीलाई दबाव थपिन सक्ने अनुमान समेत गरिरहेका छन्। अङ्क तालिकाको कुरा गर्ने हो भने इटालीको अवस्था पनि यही नै हो। नेपाल र इटाली दुवै 0 अङ्कमा रहेका छन् भने दुवै टोलीले 1-1 हारको सामना गरेका छन्। इटाली पनि आफ्नो युरोपी प्रतिद्वन्दी स्कटल्यान्डसँग हारेको थियो। अब कुरा गरौँ इटाली कस्तो टोली हो त? पहिलो पटक विश्वकप खेलिरहेको भए पनि इटालीको क्रिकेट इतिहास कमजोर भने रहेको छैन। युरोपेली छनौटमा स्कटल्यान्ड जस्तो टिमलाई पछ्याएर विश्वकपको ढोका खोलेको टोलीमा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र श्रीलङ्कामा खेलेका खेलाडीहरूको जमात रहेको छ। घाइते कप्तान वाइने मेड्सेसँग इङ्ल्यान्डको घरेलु टोलीसँगको अनुभव रहेको थियो। यस्तै ग्रान्ड स्टेवार्ट काउन्टी क्रिकेट र फ्रेन्चाइज क्रिकेटमा व्यस्त खेलाडी हुन्। ग्रान्ड स्टेवार्टसँगै जे स्मुथ जस्ता अलराउन्डरहरू रहेको टोलीमा सन्तुलन देखिन्छ। थोमस ड्राक्का र अली हसन टोलीका मुख्य बलर हुन्। विश्व टी20 वरियतामा नेपाल अहिले 16औं र युएई 17औं नम्बरमा रहेका छन्। इटाली भने 26औं वरियताको टोली हो। अब कुरा गरौँ बलियो मानसिकता बोकेको नेपाली टोलीको रणनीति। इटालीको बलियो र कमजोर पक्ष बुझेको नेपाली टोली भने पहिलो खेलपछि झन् बलियो देखिएको छ। विश्वकपमा अब्बल एसोसिएट राष्ट्रको छाप छोडेको नेपाली टोली हरेक क्षेत्रमा बलियो देखिएको छ। ब्याटिङको सुरुवात मध्यक्रमको तालमेल र अन्तिम विस्फोटक रूपमा देखिएको टोलीको प्रदर्शन उच्च स्तरको भन्दै प्रशंसा गरिरहेको छ। मध्यक्रममा सन्दीप जोराको एउटा विकल्प रहेको छ, तर नेपाली प्रशिक्षक स्टुअर्ट ल टोलीमा धेरै परिवर्तन नगर्ने मुडमा रहेको देखिएको छ। त्यस्तै तीव्र गतिको बलरलाई बढी मद्दत पुग्ने भनिएको वाङखेडे रङ्गशालामा स्पिनरहरूको प्रभाव पनि राम्रै देखिएको छ। सबै खेल वाङखेडे रङ्गशालामा खेल्न पाउने विश्वकपको भाग्यमानी टोली नेपालको लागि उक्त मैदान अवसर हुन सक्ने मानिएको छ। नेपालको एकमात्र कमजोरी भनेको डेथ ओभरमा धेरै रन खर्चिनु देखिएको छ। यो क्षेत्रमा केही परिवर्तनको सम्भावना देखिन्छ। नन्दन यादवले पहिलो खेलमा प्रभावकारी बलिङ गरेका थिए। करण केसीले इङ्ल्यान्ड विरुद्ध अन्तिम ओभरमा 21 रन खर्चिएका थिए। सम्भवतः प्रशिक्षक लले करणलाई आराम दिन सक्ने रहेका छन्। यस्तोमा सुम्पाल कामी पहिलो रोजाइमा पर्न सक्ने रहेका छन्। त्यस्तै नेपालसँग 12औं खेलाडीको रूपमा नेपाली समर्थक त रहेका छँदैछन्। नेपाली समर्थकको बारेमा सोधिएको प्रश्नमा इटालीका कप्तान वाने मेड्सेनले नेपाली समर्थक सामु खेल्न आफ्नो टोली उत्साहित भएको तर त्यसको दबाव भने सिर्जना नगर्ने बताएका थिए।